गाइस वेलकम टु माई ब्लग। आजको ब्लग ऱ्यान्डम ठाउँमा स्टार्ट गरेको छु। कहाँ जाने? ठाउँ सानो छ तर यतातिर मान्छे पनि हिँड्छन्, गाडी पनि हिँड्छ। अनि 4 बाङ्रे गाडी पनि हिँड्छ। हेर्नुहोस्, डे 2 अफ मेकिङ लङ ब्लग। माथितिर यस्तो पतङ्ग सतङ्ग चप्का छन्, किन चप्का छन् त्यो मलाई पनि थाहा छैन। कहाँ जाने हामी? कहाँ जाने? जय भीमसेन शिव महाराज। यो चक्रा रहेछ नि, माथि यहाँ के बनाउँदै रहेछ नि त। यहाँ हेर्नुहोस्, 4 पाङ्रे गाडी चलेको छ। हेर्नुहोस्, 44 सादा निश्चित गरेको छ लेखेको छ। यहाँ मूर्ति बेच्न आएका छन्। यहाँनिर धेरै पसलहरू छ। दिनदिनै मान्छे यति नै भिड हुन्छन् यहाँ, यानि कि योभन्दा बढी पनि भिड हुन्छन् यदि के फेस्टिभल छ भनेपछि। यहाँ महँगो लाउँछन् कोही कोही। हो यहाँ हिँड्न अलिक गाह्रै हुन्छ मान्छेलाई, किनकि हेर्नु यतातिर मान्छे पनि हिँड्छन् अनि गाडीको पछि अलि यतातिर मान्छे मात्र हिँड्ने बनाउनु पर्ने हो खासमा, किनकि मान्छे धेरै भिड हुन्छन् यतातिर। किनकि यतातिर एउटा पाटन दरबार स्क्वायर नजिकै छ जहाँ धेरै भिड हुन्छ। टुरिज्म एरिया पनि हो यो। सो यसलाई मान्छे मात्र हिँड्ने बाटो अलग्गै अनि एउटा गाडी हिँड्ने अलग्गै बनाए राम्रो हुन्थ्यो, तर मैले भनेको को सुन्छ र। यानि कि यहाँ रेगुलरली यहाँ मान्छे धेरै नै हिँड्छन्, मोस्टली हिँड्छन् एज कम्पेयर टु अदर एरियाज। म बच्चामा हुँदाखेरि कन्फिडेन्ट भएर ब्लग बनाउँथेँ गाइस। अब झन् झन् गाह्रो हुँदो रहेछ, झन् डिफिकल्ट लाग्दो रहेछ काम गर्न। जति ठुलो भयो त्यसरी अहिले नै स्टार्ट गर्नुहोस्, कहिले ढिलो हुँदैन, झन् चाँडो हो। किनकि फ्युचरभन्दा फ्युचर अगाडि आउँछ, त्यसैले सबै पावरफुल हुन्छ। नेपालको झन्डा म पाटन तपाईँ पुगिसकेको छु। साइक्लिङ इन पाटन। यताबाट किन्नु ला त, यहीँबाट किन्ने नजिकै छ त्यहीँ बड्डो क्या, पछि उता पुगेर किन्नु ला। पेन्टिङ हिजो निकालिसकेको थिएँ हामी। कुपन टोल अगाडि हुनाले कस्तो
यस्तो बुढो मान्छे साइकल चलाएको देखेँ इसका के भन्छ नि अरे पिजन pigeon come in my you indicates the peace you symbolize peace जोस् यहाँ भित्र चाहिँ गाडी अलाउड छैन यानि कि मोटरसाइकलदेखि साइकल चाहिँ अलाउड रहेछ चलाइरहेको छ है तर मोटरसाइकल र ठुलो गाडी अलाउड छैन त्यो भित्र त उतातिर पनि छैन भन्छ तर लेखे आउँछ नि है के हो नो इन्ट्रीमा मान्छे इन्ट्रीमा गइसकेका छन् यो इम्पोर्टेन्ट त होला सो सेकेन्ड टाइममा मैले यतातिर ब्लग बनाउनु लाग्यो किनकि यतातिर ब्लग बनाएको राम्रो भ्यू आयो वास्ट टाइम पनि राम्रो आयो त्यस कारणले मान्छेहरूले मन परायो त्यस कारणले म बनाउन मलाई मोटिभेट मिल्यो the motivation that every people deserve get a life kid motivation अरूभन्दा आफूबाट नै पाएको मोटिभेसन पर्मानेन्टली स्टोर हुन्छ आफ्नो मुटुमा दिमागमा संसारमा टुरिज्म एरिया टुरिस्टहरूले मात्रै किन्छन् अरूले किनेको देखेको छैन समाइको क्रेजी No parking, guys. No parking. Oh, yes, no parking. That's the system of the country. I mean, planet. I mean, Jupiter. I mean, solar system. I mean, black hole. I mean, whole. I don't know. What is this, guys? Comment below. What is this? Comment below. Bye, thank you so much for watching my vlog. Hope you love my vlog. This is my traveling vlog from human being, not from motorcycle, not from car, from state myself. This is called progress from human being. I'm a man of great discipline. I don't drink, I don't smoke, I don't do anything. I mean, I don't do any bad things because my obsession is competition and discipline. सर्दी लाग्छ गाइस त्यस कारण मेरो आवाज यस्तो आएको छ सर्दी धेरै लागेको छ यानि कि धेरै त आएको छैन सन्चो लाग्यो घाँटी बसेको छ यानि कि आवाज बदलेको छ यानि कि नाकबाट सेकन आउँछ यानि खोकी लाग्छ त्यस कारण मेरो इक्जाम पनि छ पढ्नु सकेको छैन यानि कि त बोर्ड इक्जाम त होइन मिड टर्म हो बोर्ड इक्जाम त होइन मिड टर्म हो तर पनि म प्रिपेयर गर्छु यो इक्जाम बिग्रियो यास थाहा छ तर प्रिपेयरको लागि प्रिपेयर गर्छु अनि बोर्ड इक्जामको लागि प्रिपेयर गर्छु हामी मजा लाग्छ हेर्नु सोर यहाँ धेरै सोर नै सोर छ आवाज नै आवाज छ त्यस कारणले ब्लगिङमा बोल्न कठिनै छैन होला किनकि मेरो मोबाइलमा राम्रो आवाज आउँछ जसले हल्ला गरे पनि हरियाली के बेच्दैछ पपाया मेवा त म अब राख्छु है ब्लग सब्सक्राइब गर्नु प्लिज राम्रो भ्युज आए पनि राम्रो वाच टाइम आए पनि राम्रो सपोर्ट आए पनि राम्रो कमेन्ट आए पनि राम्रो रेस्पोन्स आए पनि अभियसली म राम्रो ब्लग बनाउँछु यानि पिपलसँग इन्टरेक्ट पनि गर्छु फरेनर्ससँग बोल्छु नयाँ मान्छेसँग बोल्छु इन्टरटेनमेन्ट ल्याउँछु त्यसको कारणले तपाईँलाई फ्रेस फिल होस् थ्याङ्क यू